अह, नमस्ते। आज हामी एउटा निकै महत्त्वपूर्ण सबैको चासोको विषयमा अलिकति गहिरिएर कुरा गर्दैछौँ। नेपालको स्वास्थ्य बीमा नियमावली 2075। नमस्ते। हो, यो नियमावलीले नै हाम्रो देशमा स्वास्थ्य बीमा कार्यक्रम कसरी चल्छ, कसरी चल्नुपर्छ भन्ने पूरा खाका दिएको छ। हजुर, अनि हामीले यो जानकारी चाहिँ नेपाल कानुन आयोगको वेबसाइटमा उपलब्ध आधिकारिक नियमावलीबाटै लिएका हौँ, होइन? हो, एकदमै आधिकारिक स्रोत नै हो। र हाम्रो उद्देश्य चाहिँ यो नियमका मुख्य मुख्य प्रावधानहरू के हुन् त्यसलाई सरल तरिकाले बुझ्ने प्रयास गर्ने हो। जस्तै कि को मान्छे कसरी यो बिमामा सामेल हुन सक्छ, के कस्ता सेवा सुविधा पाइन्छ, अनि अस्पतालहरू कसरी जोडिएका हुन्छन्, यो सबै प्रणाली कसरी चलेको छ, यही कुराहरू केलाउने हो आज। हो नि, मूल लक्ष्य त यसको स्वास्थ्य सेवा सबैको पहुँचमा पुगोस् र उपचार गर्दा लाग्ने पैसाको जुन ठूलो आर्थिक भार हुन्छ त्यो कम होस् भन्ने नै हो। ल, त्यसो भए सुरु गरौँ। पहिलो कुरा, यो बिमामा कसरी जोडिने त? को सामेल हुन पाउँछन्? के परिवारै हुनुपर्छ? हो, यसको मूल आधार नै परिवार इकाइ हो। नियमावलीले सामान्यतया 5 जनासम्मको सदस्य भएको एउटा परिवारलाई एक इकाइ मानेको छ। 5 जनाको इकाइ। तर अब नेपालमा त परिवारहरू अलि ठूला पनि हुन्छन् नि। 5 भन्दा बढी भए के गर्ने त? राम्रो प्रश्न। यदि 5 जना भन्दा बढी सदस्य हुनुहुन्छ भने प्रत्येक थप सदस्यको लागि एउटा निश्चित योगदान रकम मतलब थप पैसा तिरेर उहाँहरूलाई पनि त्यही परिवार इकाइमा सामेल गराउन सकिन्छ। पैसा थपेपछि जतिजना पनि मिल्ने भयो। अनि अरू के विशेष व्यवस्था छ? कसैलाई अनिवार्य पनि छ कि? छ नि, राष्ट्र सेवक कर्मचारी मतलब सरकारी जागिरीहरू अनि सङ्गठित संस्थाहरू जस्तै कम्पनी वा प्रतिष्ठानमा काम गर्ने कर्मचारीका परिवारलाई चाहिँ यो बिमामा अनिवार्य रूपमा आबद्ध गराउनुपर्छ भन्ने व्यवस्था छ। अनिवार्य नै? उहाँहरूले म गर्दिन भन्न पाउनुहुन्न? नियमावली अनुसार त अनिवार्य नै देखिन्छ। सायद सबै सङ्गठित क्षेत्र समेटियोस् भन्ने होला। अनि अरू जस्तै वृद्धाश्रम वा अनाथालयमा बस्नेहरूको नि? हो, उहाँहरूको लागि पनि व्यवस्था छ। वृद्धाश्रम, अनाथालय जस्ता संस्थाहरूमा आश्रित व्यक्तिहरूलाई चाहिँ त्यो संस्थालाई नै एउटा परिवार इकाइ मानेर आबद्ध गर्नुपर्छ। अनि अर्को एकदमै महत्त्वपूर्ण कुरा, 70 वर्ष पुग्नु भएका ज्येष्ठ नागरिकहरू उहाँहरू परिवारसँगै बसे पनि बिमा प्रयोजनको लागि चाहिँ उहाँहरूलाई छुट्टै एकाइ मानेर आबद्ध गर्नुपर्छ। हो र? ज्येष्ठ नागरिकलाई छुट्टै एकाइ? यसको मतलब उहाँहरूले सुविधा पनि छुट्टै पाउनुहुन्छ होला, होइन? हो, सुविधाको कुरामा त्यो आउँछ पछि। उहाँहरूको लागि छुट्टै व्यवस्था छ। ल, अनि विदेश जानेहरूको के छ? वैदेशिक रोजगारीमा जानेलाई? उहाँहरूको लागि पनि एउटा नियम छ। श्रम स्वीकृति लिने बेलामा स्वास्थ्य बीमा गरेको परिचय पत्र देखाउनु पर्ने हुन्छ। तर एउटा तर छ यसमा। के तर? जुन जिल्लामा यो बीमा कार्यक्रम भर्खरै सुरु भएको छैन वा सुरु नै भएको छैन त्यहाँका बासिन्दाको हकमा चाहिँ यो तुरुन्तै अनिवार्य हुँदैन। कार्यक्रम विस्तार हुँदै गएपछि सबैतिर अनिवार्य हुन सक्छ। बुझ्यो। ल, अब सामेल हुने तरिका के त? कसरी दर्ता गर्ने? आफै अनलाइन गर्न मिल्छ कि कतै जानुपर्छ? अहिले 2 तरिका मुख्य छन्। एउटा त दर्ता सहयोगी मार्फत। दर्ता सहयोगी को हुनु उनीहरू? उहाँहरू हरेक वडामा कम्तीमा 1 जना हुनुपर्छ भन्ने व्यवस्था छ। उहाँहरू घर घरमा गएर बिमाबारे बुझाउने, फारम भर्न सघाउने, पैसा सङ्कलन गर्ने, परिचय पत्र दिने, यो सबै काम गर्नुहुन्छ। घर दैलोमै आउने भयो? हो। अनि अर्को तरिका चाहिँ सरकारको जुन बिमा व्यवस्थापन सूचना प्रणाली छ त्यसबाट अनलाइन आफैले पनि दर्ता गर्न सकिन्छ। अनलाइन पनि मिल्ने भयो। दर्ता गर्न के चाहिन्छ त? कागजपत्र? परिचय खुल्ने सरकारी कागजात चाहिन्छ, जस्तै नागरिकता भयो वा राष्ट्रिय परिचय पत्र। ठिक छ। ल, दर्ता भइयो। त्यसपछि के हुन्छ? केही कार्ड जस्तो दिन्छन् कि? हो, बिमामा आबद्ध भएपछि स्वास्थ्य बीमा बोर्डले परिवारका प्रत्येक सदस्यको नाममा बिमा लेख जारी गर्छ अनि सबै सदस्यलाई छुट्टा छुट्टै परिचय पत्र पनि दिइन्छ। सबैजनालाई छुट्टा छुट्टै? अनि त्यो कार्ड हरायो वा च्यात्यो भने नि कहिलेकाहीँ हुन्छ नि त्यस्तो। त्यसको पनि व्यवस्था छ? परिचय पत्र हराएमा वा च्यातिएमा अहिलेको नियमअनुसार रु 50 दस्तुर तिरेर अर्को प्रतिलिपि लिन सकिन्छ। रु 50 मात्रै? त्यो त ठिकै हो, तर तुरुन्तै चाहियो भने नि नयाँ बन्न त समय लाग्ला। हो, त्यसको लागि झन् सजिलो व्यवस्था थपिएको छ। नयाँ कार्ड नबनुन्जेलसम्म पुरानो कार्डको फोटोकपीले पनि काम गर्छ।
अझ अहिले त नागरिक एप वा बिमा बोर्डको प्रणालीबाटै देखिने क्युआर कोड देखाए पनि हुन्छ। सेवा रोकिँदैन। ओहो, त्यो त एकदमै राम्रो भएछ। प्रविधिले सजिलो बनायो। अनि यो कार्ड कति समयलाई चल्छ? एकचोटि बनाएपछि सधैँलाई हो? सधैँलाई होइन। यो सामान्यतया 1 वर्षका लागि मात्र मान्य हुन्छ। 1 वर्ष? हो, तर यसमा एउटा अर्को कुरा पनि छ। मानिलिउँ तपाईँले 1 वर्षमा पाउनुपर्ने जति सुविधा छ, जस्तै 1 लाख रुपियाँ, त्यो रकम तपाईँले 8 महिनामै उपचारमा खर्च गरिसक्नुभयो भने बाँकी 4 महिनाको लागि तपाईँले थप सुविधा पाउनुहुन्न, कार्डको म्याद बाँकी भए पनि। बिरामी पर्दा उपचार कसरी लिने? मसँग कार्ड छ, म बिरामी भएँ, अब म सिधै ठूलो अस्पताल जान मिल्छ कि मिल्दैन? त्यहाँ एउटा प्रक्रिया तोकिएको छ। सामान्य अवस्थामा तपाईले सिधै आफूलाई मन लागेको ठूलो अस्पताल जानुभन्दा पहिले तपाईलाई तोकिएको प्रथम सेवा बिन्दुमा जानुपर्छ। प्रथम सेवा बिन्दु यो भनेको के हो? यो भनेको प्राय तपाईले दर्ता गर्दा छानेको वा तपाईको घर नजिकको सरकारी स्वास्थ्य संस्था हो, जस्तै स्वास्थ्य चौकी वा प्राथमिक स्वास्थ्य केन्द्र। भनेको पहिले त्यहाँ देखाउनै पर्यो। गेटकिपर जस्तो भन्नुभयो अघि। किन यस्तो गरेको होला? हो, त्यस्तै बुझ्दा हुन्छ। यसको कारण के होला भने एउटा त सामान्य रुगाखोकी जस्ता समस्याहरू स्थानीय स्तरमै सजिलै समाधान हुन्। अर्को, यसले गर्दा माथिल्ला ठूला अस्पतालहरूमा अनावश्यक भिड कम हुन्छ। अनि विशेषज्ञ सेवा चाहिनेले छिटो पाउँछन्। हो, अनि अर्को कुरा, यसले समग्र स्वास्थ्य प्रणालीको लागतलाई पनि अलिकति नियन्त्रणमा राख्न मद्दत गर्छ कि? ल, ठिकै छ। तर त्यो प्रथम सेवा बिन्दुमा मेरो उपचारै भएन भने नि, मानव मलाई अलि गम्भीर समस्या रहेछ, त्यहाँ डाक्टर वा सुविधा छैन, तब के गर्ने? त्यस्तो अवस्थामा त्यही प्रथम सेवा बिन्दुले तपाईलाई सिफारिस गर्छ। मतलब तपाईको रोगको निदान वा उपचारको लागि अर्को सुविधा भएको माथिल्लो तहको स्वास्थ्य संस्थामा जानु भनेर एउटा रेफरल पुर्जी दिन्छ। त्यो पुर्जी लिएर तपाईँ सिफारिस गरिएको अस्पतालमा जानुपर्छ। रेफरल लिएर जानु पर्यो। तर राति गाह्रो भयो या एक्सिडेन्ट नै पर्यो भने त पहिले स्वास्थ्य चौकी खोज्दै जाने कुरा त भएन नि। आकस्मिक अवस्थामा के हुन्छ? हो, त्यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। आकस्मिक अवस्था मतलब इमर्जेन्सीका लागि यो नियम लागू हुँदैन। नियमावलीमै प्रष्ट छ। आकस्मिक अवस्थामा तपाईले नजिकको जुनसुकै सूचीकृत सेवा प्रदायक मतलब बिमा लागू हुने अस्पताल वा स्वास्थ्य संस्थामा गएर सिधै उपचार लिन सक्नुहुन्छ। सिधै रेफरल चाहिँदैन? चाहिँदैन। आकस्मिक अवस्थामा प्रथम सेवा बिन्दु गइरहनु पर्दैन, रेफरल खोजिरहनु पर्दैन। यो ज्यान बचाउने कुरा भयो, होइन? एकदमै व्यावहारिक व्यवस्था हो यो त धेरै राम्रो कुरा रहेछ। आकस्मिकमा जहाँ गए पनि भयो। ल, अब 1 वर्षको अवधि सकियो, त्यसपछि के हुन्छ? कसरी नवीकरण गर्ने झन्झटिलो छ कि? नवीकरणको प्रक्रिया पनि छ। अवधि सकिनुभन्दा कम्तीमा 1 महिना अगाडि नै नवीकरण गर्नुपर्छ। त्यसको लागि एउटा फारम भरेर, अर्को वर्षको लागि लाग्ने योगदान रकम तिरेर दर्ता सहयोगी वा दर्ता अधिकारीले बुझाउनुपर्छ। अनलाइनबाट मिनी मिल्छ कि? अहिले अनलाइनबाट पनि नवीकरण गर्न सकिने सुविधा थपिएको छ। दर्ता अधिकारीले निवेदन र पैसा पाएको सामान्यतया 3 दिनभित्र नवीकरण गरिदिनुपर्छ भन्ने नियम छ। यहाँनिर एउटा कुरा सुनेको थिएँ मैले, नयाँ दर्ता गर्दा र नवीकरण गर्दा सेवा सुरु हुने मिति फरक पर्छ रे। के हो त्यो? अलिकति बुझाइदिनुस् न। हो, त्यो अलिकति ध्यान दिनुपर्ने कुरा छ। तपाईले पहिलो पटक नयाँ दर्ता गर्दा जुन महिनामा दर्ता गर्नुहुन्छ नि, त्यसको ठ्याक्कै 2 महिनापछि आउने महिनाको 1 गतेबाट मात्रै तपाईले बिमाको सुविधा प्रयोग गर्न पाउनुहुन्छ। 2 महिना कुर्नु पर्यो? हो, जस्तै तपाईले वैशाख महिनामा दर्ता गर्नुभयो भने जेठ र असार छोडेर साउन 1 गतेबाट मात्र सेवा सुरु हुन्छ। तर नवीकरण गर्दा चाहिँ त्यस्तो हुँदैन। तपाईले म्याद सकिनु अघि जुन दिन नवीकरण गर्नुभयो, सेवा तुरुन्तै निरन्तर हुन्छ, बीचमा खाली जाँदैन। नवीकरणमा चाहिँ ग्याप नहुने भयो, नयाँमा चाहिँ 2 महिना कुर्नुपर्ने। यो सायद प्रशासनिक कामहरू मिलाउनलाई होला है? हुन सक्छ, प्रक्रिया मिलाउन समय लाग्ने भएर होला। अनि मानव परिवारमा सदस्य थपिए, जस्तै बच्चा जन्मियो वा कोही बिहे गरेर गयो, ठेगाना सर्यो भने यो जानकारी कसरी अपडेट गर्ने त? त्यसको लागि पनि निवेदन दिन मिल्छ। घरमुली वा सदस्य संख्या, ठेगाना जस्ता विवरणमा केही परिवर्तन भएमा तोकिएको फारम भरेर दर्ता अधिकारीलाई निवेदन दिनुपर्छ। उहाँले सामान्यतया 7 दिनभित्र त्यो विवरण सच्याइदिनुपर्छ। ल, अब अलिकति सेवाकै कुरा गरौँ। के सबै किसिमको उपचार खर्च यो बिमाले तिर्छ त?
कि केही सीमाहरू छन्, केही उपचारहरू नपर्ने पनि छन्? सबै कुरा त पर्दैन, केही सीमितताहरू छन्। जस्तै एम्बुलेन्सको कुरा गरौँ। सामान्य अवस्थामा बिरामी ओसार्न एम्बुलेन्स लाग्यो भने त्यसको खर्च बिमाले बेहोर्दैन। एम्बुलेन्स नपर्ने? सामान्य अवस्थामा पर्दैन। तर यसमा एउटा अपवाद छ। यदि अति गरिब परिचय पत्र भएको परिवार वा रातो कार्ड पाएको अति अशक्त अपाङ्गता भएको व्यक्तिलाई आकस्मिक अवस्थामा प्रथम सेवा बिन्दुसम्म पुग्न एम्बुलेन्स वा अरू गाडी चाहियो भने त्यस्तो अवस्थामा लागेको वास्तविक भाडा वा बढीमा रु 2000, यी दुई मध्ये जुन कम हुन्छ त्यति रकम चाहिँ बोर्डले उपलब्ध गराउँछ। त्यो चाहिँ राम्रो भयो विशेष अवस्थामा। अरू के कस्ता सेवाहरू पर्दैनन् त? मान्छेहरू झुक्किन सक्छन् नि? हो, नियमावलीमै केही कुराहरू स्पष्ट नपर्ने भनेर लेखिएको छ। जस्तै नियमावलीमै केही कुराहरू स्पष्ट नपर्ने भनेर लेखिएको छ। जस्तै चस्मा, कान सुन्ने मसिन, सेतो छडी, वैशाखी जस्ता सामानहरू पर्छन्, तर बोर्डले तोकेको भन्दा महँगो मूल्यका चाहिँ पर्दैनन्। महँगो ब्रान्डको लिन पाइएन? हो, त्यस्तै कस्मेटिक सर्जरी मतलब सुन्दरता बढाउन गरिने शल्यक्रियाहरू सामान्यतया पर्दैनन्। तर यसमा पनि अपवाद छ कि? पोलेर भएको क्षति, गम्भीर दुर्घटनाले गर्दा भएको अपाङ्गता वा जन्मजात ओठ तालु काटिएको जस्तो अवस्थामा गरिने प्लास्टिक सर्जरी चाहिँ फेरि पर्छ। त्यो त आवश्यक भयो। अनि दाँतको उपचार नि? त्यो त धेरैलाई चाहिन्छ। दाँतको उपचारमा धेरै कुरा पर्दैन, एकदम सामान्य कुरा मात्रै पर्छ। जस्तै दाँत उखेल्नु परेमा, गिजाबाट पिप निकाल्नु परेमा वा दाँतमा चोट लाग्दा सामान्य प्राथमिक उपचार गर्नु परेमा यति मात्रै हो। भनेपछि दाँत भर्ने, रुट क्यानाल गर्ने, तार बाँध्ने जस्ता कुराहरू परेनन्? ती कुराहरू यो बिमाले समेट्दैन। ल, यो थाहा पाउनु जरुरी रहेछ। अब जाउँ सबैभन्दा महत्त्वपूर्ण कुरामा, पैसा। कति तिर्नुपर्छ बिमा गर्नलाई अनि कति बराबरको सुविधा पाइन्छ? अहिलेको व्यवस्था अनुसार 5 जनासम्मको परिवार छ भने 1 वर्षको लागि जम्मा रु 3500 योगदान रकम तिर्नुपर्छ। वार्षिक 3500? 5 जनालाई हो, वार्षिक। अनि यदि परिवारमा 5 जना भन्दा बढी सदस्य हुनुहुन्छ भने 6औं सदस्यबाट हरेक थप सदस्यको लागि प्रति व्यक्ति रु 700 थप्दै जानुपर्छ। प्रति सदस्य 700? यो त सामान्य परिवारको कुरा भयो। अघि सरकारी कर्मचारी र सङ्गठित संस्थाको लागि अनिवार्य भन्नुभएको थियो। उहाँहरूको कति लाग्छ त? उहाँहरूको अलिकति फरक हिसाब छ। त्यहाँ कर्मचारी र रोजगारदाता संस्था वा सरकार दुवैले योगदान गर्छन्। कर्मचारीको तलब स्केलको 1% कर्मचारीले तिर्ने अनि त्यति नै 1% रोजगारदाताले थपिदिने व्यवस्था छ। तर यसरी तिर्दा वार्षिक अधिकतम 10,000 भन्दा बढी चाहिँ हुँदैन। तलब अनुसार हुने भयो। अनि 70 वर्ष पुगेका ज्येष्ठ नागरिक जसको छुट्टै एकाइ हुन्छ भन्नुभयो, उहाँको लागि कति लाग्छ? उहाँको त्यो छुट्टै एकाइको लागि पनि योगदान रकम रु 3500 नै हो। ल, तर सरकारले केही विशेष समूहलाई यो योगदान रकममा छुट दिएको छ वा पुरै तिरिदिन्छ भन्ने पनि छ नि, होइन? हो, त्यो एकदमै महत्त्वपूर्ण छ। केही वर्गहरू छन् जसले यो योगदान रकम तिर्नु पर्दैन, सरकारले नै सबै तिरिदिन्छ। को हुन् ती वर्गहरू? अति गरिब भनेर सरकारबाट परिचय पत्र पाएका परिवारहरू, अति अशक्त अपाङ्गता भएर रातो कार्ड पाएका व्यक्तिहरू, कुष्ठरोग लागेका व्यक्तिहरू, HIV संक्रमित व्यक्तिहरू अनि जटिल खालको क्षयरोग भएका बिरामीहरू, यिनीहरूको परिवारको 100% योगदान सरकारले बेहोर्छ। अनि ज्येष्ठ नागरिक नि 70 कटेका? हो, उहाँहरू पनि 17 वर्ष पुगेका ज्येष्ठ नागरिकहरूको पनि 100% योगदान सरकारले नै तिरिदिन्छ। भनेपछि यी वर्गका मान्छेले बिमा गर्न पैसा तिर्नै परेन? उहाँहरूको दर्ता निशुल्क हुन्छ। अनि महिला स्वास्थ्य स्वयंसेविकाहरू, उहाँहरू त समुदायमा कति खट्नुहुन्छ? हो, उहाँहरूको लागि पनि सहुलियत छ। महिला स्वास्थ्य स्वयंसेविका सदस्य भएको परिवारले बिमा गर्दा लाग्ने कुल योगदान रकममा 50% छुट पाउँछन्। मतलब आधा मात्र तिरे पुग्छ, बाँकी आधा सरकारले तिरिदिन्छ। यो त धेरै राम्रो भयो। ल, पैसा तिर्ने कुरा भयो। अब सुविधा कति पाइन्छ त? 3500 तिरेपछि वर्षभरिमा कति रकमसम्मको उपचार निशुल्क हुने भयो? 5 जनासम्मको परिवार छ भने 1 वर्षमा कुल रु 1 लाखसम्मको उपचार सेवा निशुल्क पाइन्छ। 1 लाख वर्षको? हो, वर्षको 1 लाखसम्म।
तर यदि परिवारमा 5 जनाभन्दा बढी सदस्य छन् र उहाँहरूको थप योगदान पनि तिरिएको छ भने प्रति थप सदस्य रु 20,000 का दरले यो सुविधाको सीमा बढ्दै जान्छ। बढ्दै जान्छ कतिसम्म? बढ्दै त जान्छ, तर यसको पनि एउटा माथिल्लो सीमा छ। जतिसुकै ठूलो परिवार भए पनि वा जतिसुकै थप सदस्य भए पनि वार्षिक अधिकतम सुविधाको सीमा चाहिँ रु 2 लाख भन्दा बढी हुँदैन। अधिकतम 2 लाखसम्म मात्रै। बुझ्यो। अनि 70 वर्ष नागेका ज्येष्ठ नागरिक जसको छुट्टै इकाइ हुन्छ भन्नुभयो, उहाँहरूको नि? उहाँहरूले आफ्नो त्यो छुट्टै इकाइबाट छुट्टै 1 लाखसम्मको थप सुविधा पाउनुहुन्छ। यो चाहिँ परिवारले पाउने 1 लाख वा 2 लाखको अतिरिक्त हो। ओहो, ज्येष्ठ नागरिकलाई त राम्रो सुविधा रहेछ। अनि केही गम्भीर रोगहरूको लागि अझै थप सुविधा छ भन्ने पनि सुनेको थिएँ नि मैले। हो छ। नियमावलीले 8 प्रकारका गम्भीर रोग र प्राय लामो समय उपचार गर्नुपर्ने रोगहरू तोकेको छ, जस्तै क्यान्सर, मुटु रोग, मृगौला रोग, टाउको तथा स्पाइनल कर्डमा गम्भीर चोट, सिकल सेल एनिमिया, पार्किन्सन्स, अल्जाइमर जस्ता रोगहरू। यी रोग लागेमा के हुन्छ? यी तोकिएका 8 रोगहरूमध्ये कुनै रोगको उपचार गर्नुपर्दा परिवारले पाउने त्यो नियमित 1 लाख वा 2 लाखको सीमा सकिए पनि यी रोगहरूको उपचारका लागि थप रु 1 लाखसम्मको सुविधा पाइन्छ। मतलब कुल मिलाएर 3 लाखसम्म पनि पुग्न सक्ने भयो गम्भीर रोग लागेमा? हो, गम्भीर रोग लागेको र परिवारमा सदस्य संख्या पनि बढी भएको अवस्थामा अधिकतम 3 लाख, 2 लाख नियमित प्लस 1 लाख गम्भीर रोगसम्म पुग्न सक्ने देखिन्छ। यसले महँगो उपचारमा ठूलो राहत दिन्छ। यो त महत्त्वपूर्ण कुरा हो। अब मानिलिउँ मेरो परिवारले 1 वर्षमा खासै उपचार गरेन, त्यो 1 लाख वा 2 लाखको सीमाबाट थोरै मात्र खर्च भयो वा भएन नै, त्यो बाँकी रहेको पैसा अर्को वर्ष सर्छ कि सर्दैन? सर्दैन। प्रयोग नभएको सुविधाको रकम अर्को वर्ष जाँदैन। त्यो त्यही आर्थिक वर्षमा सकिन्छ। अनि मैले तिरेको 3500 रुपियाँ फिर्ता? त्यो पनि फिर्ता हुँदैन। एक पटक तिरेको योगदान रकम फिर्ता नहुने व्यवस्था छ। युज इट और लुज इट जस्तो भयो। तर केही फाइदा छैन त नियमित नवीकरण गर्नेलाई? छ, एउटा सानो प्रोत्साहन छ। यदि तपाईले कुनै वर्ष आफ्नो बीमाबाट पाउने सुविधा रकम बिल्कुलै प्रयोग गर्नु भएन अथवा एकदमै थोरै मात्र प्रयोग गर्नुभयो, त्यसको पनि सीमा तोकिएको होला र अर्को वर्ष फेरि नियमित रूपमा नवीकरण गर्नुभयो भने अर्को वर्ष तिर्नुपर्ने योगदान रकममा 10% छुट पाइन्छ। 10% छुट? 3500 मा 350 रुपियाँ छुट भयो। सानो भए पनि प्रोत्साहन त भयो नि। हो नि, यसले नियमित नवीकरण गर्न हौसला दिन्छ। अनि अर्को एउटा अवस्था सोचौं, बीमा चलिरहेको बेला परिवारमा बच्चा जन्मियो, उसको लागि के गर्ने? तुरुन्तै नाम थप्ने कि पैसा तिर्ने? तुरुन्तै केही गर्नु पर्दैन। यदि तपाईको बीमा सदस्यता सक्रिय भएकै बेला बच्चा जन्मिएको हो भने त्यो बीमा अवधि नसकिउन्जेलसम्म, मतलब अर्को पटक नवीकरण नगर्दासम्म, त्यो नवजात शिशुले पनि थप योगदान तिर्नु पर्दैन। उसले पनि परिवारले पाए जस्तै सबै सुविधा पाउँछ। स्वतः कभर हुने भयो त्यो वर्षलाई? हो, तर अर्को वर्ष नवीकरण गर्दा चाहिँ उसको नाम पनि थपेर आवश्यक भए थप योगदान तिर्नु पर्यो। ल, अब अलिकति सेवा दिने संस्थाहरूतिर जाउँ। अस्पताल, स्वास्थ्य चौकीहरू कसरी यो कार्यक्रममा जोडिएका हुन्छन्? उनीहरूले कसरी पैसा पाउँछन्? सेवा दिन चाहने स्वास्थ्य संस्थाहरू, चाहे सरकारी हुन् वा निजी, उनीहरूले स्वास्थ्य बीमा बोर्डमा सूचीकृत हुनको लागि निवेदन दिनुपर्छ। निवेदन दिएपछि के हुन्छ? बोर्डले त्यो संस्थाको पूर्वाधार हेर्छ, जनशक्ति, उपकरण, सेवाको गुणस्तर कस्तो छ, सबै कुरा मूल्याङ्कन गर्छ। अनि सबै मापदण्ड पूरा भएको देखिएमा बोर्ड र त्यो स्वास्थ्य संस्था बीच एउटा सम्झौता हुन्छ। यो सम्झौता सामान्यतया 5 वर्षको लागि हुन्छ। अनि सम्झौता भएपछि मात्र उनीहरूले बीमाका बिरामी हेर्न पाउने भए? हो, सम्झौता भएपछि मात्र उनीहरू आधिकारिक सेवा प्रदायक हुन्छन् र बीमाका बिरामी हेरेर त्यसबापत बोर्डबाट भुक्तानी दाबी गर्न पाउँछन्। अनि यदि कुनै अस्पतालले सम्झौता अनुसार राम्रो सेवा दिएन वा नियम मिचियो, बिरामीलाई दुःख दियो भने नि बोर्डले केही गर्न सक्छ?
मज्जाले सक्छ। यदि कुनै सेवा प्रदायकले सम्झौतामा लेखिए बमोजिम गुणस्तरीय सेवा दिएन वा बिरामीसँग नराम्रो व्यवहार गर्यो, अनावश्यक परीक्षण गर्न लगायो, गलत बिल बनाएर पैसा दाबी गर्यो, यस्ता गल्तीहरू गर्यो भने बोर्डले कारबाही गर्न सक्छ। कस्तो कारवाही? सुरुमा स्पष्टीकरण सोध्न सक्छ। चित्त बुझ्दो जवाफ नआएमा सम्झौता केही समयको लागि निलम्बन गर्न सक्छ। मतलब केही समय बिमाका बिरामी हेर्न नपाउने बनाउन सक्छ। अनि गल्ती एकदमै गम्भीर प्रकृतिको छ भने सम्झौता नै रद्द गर्न सक्ने अधिकार पनि बोर्डलाई छ। सम्झौता नै रद्द, त्यो त ठुलै कारवाही भयो। सेवा प्रदायकको मुख्य जिम्मेवारी के हुन् त? बिरामी हेर्ने त भइहाल्यो। धेरै छन्। मुख्य कुराहरू भन्दाखेरि बिमा गरेका बिरामीलाई बिना भेदभाव शिष्ट व्यवहार गरेर सम्झौता अनुसारको गुणस्तरीय सेवा दिनु पर्यो। धेरै छन्। मुख्य कुराहरू भन्दाखेरि उपचार सुरु गर्नुभन्दा अगाडि नै कति खर्च लाग्न सक्छ भनेर अनुमानित जानकारी बिरामीलाई दिनु पर्यो। धेरै छन्। मुख्य कुराहरू भन्दाखेरि बिरामीको उपचार सम्बन्धी सबै विवरण, रिपोर्ट, बिलहरूको सही र व्यवस्थित अभिलेख राख्नु पर्यो। धेरै छन्। मुख्य कुराहरू भन्दाखेरि अनि एकदम महत्त्वपूर्ण, आफ्नै परिसरभित्र फार्मेसी चलाउनु पर्यो र सकेसम्म 24 घण्टा आवश्यक औषधि उपलब्ध गराउनु पर्यो। फार्मेसी आफ्नै हुनुपर्ने हो, यो नियममै छ। अनि बिरामीका गुनासाहरू सुन्न र समाधान गर्न एउटा प्रणाली पनि बनाउनु पर्छ उनीहरूले। ल, उनीहरूले सेवा दिए अब पैसा कसरी पाउँछन् त बोर्डबाट? प्रक्रिया कस्तो छ? सेवा प्रदायकले बिरामीको उपचार गरेपछि त्यसको सबै विवरण, के रोग थियो, के उपचार गरियो, कति खर्च लाग्यो, यी सबै कुराहरू सहितको बिल अनलाइन प्रणाली मार्फत बोर्डमा पठाउँछन्। अनलाइन नै? हो, बिमा व्यवस्थापन सूचना प्रणाली IMIS भन्ने छ, त्यसै मार्फत दावी पठाउने हो। त्यसपछि बोर्डका स्वास्थ्यकर्मी वा अधिकारीहरूले त्यो दावीको जाँच गर्छन्। उपचार आवश्यक थियो कि थिएन, तोकिएको दर रेट अनुसारै बिल छ कि छैन, सबै हेर्छन्। अनि जाँच गरेपछि सबै कुरा ठिक छ भने त्यो दावी स्वीकृत हुन्छ। अनि स्वीकृत भएको 15 दिनभित्र बोर्डले सेवा प्रदायकको ब्याङ्क खातामा पैसा पठाइदिनुपर्छ भन्ने व्यवस्था छ। 15 दिनभित्र? यो त छिटै हो नि। तर व्यवहारमा यस्तै हुन्छ त? खै, व्यवहारमा कतिको छिटो हुन्छ त्यो त सेवा प्रदायकहरूलाई नै बढी थाहा होला। कहिलेकाहीँ ढिलो भयो भन्ने गुनासाहरू पनि सुनिन्छन्। होला। कार्यक्रम यति ठूलो छ, देशभरि छ, यसको व्यवस्थापन, समन्वय, अनुगमन कसरी हुन्छ त? केही समितिहरू पनि छन् कि? छन् नि। कार्यक्रमलाई प्रभावकारी रूपमा चलाउन प्रदेश र स्थानीय तहमा समन्वय समितिहरूको व्यवस्था गरिएको छ। प्रदेश स्तरमा सामाजिक विकास मन्त्री वा राज्य मन्त्रीको अध्यक्षतामा प्रदेश स्वास्थ्य बीमा संयोजन समिति हुन्छ। अनि पालिका स्तरमा? हरेक नगरपालिका वा गाउँपालिकामा प्रमुख वा अध्यक्षको अध्यक्षतामा स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति हुन्छ। यिनीहरूले आआफ्नो क्षेत्रमा कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने, प्रचार प्रसार गर्ने, अनुगमन गर्ने अनि केही समस्या आए समाधान गर्न बोर्डलाई सघाउने काम गर्छन्। ल, समन्वयको लागि समितिहरू भए, तर विवादहरू पनि त आउँछन् होला नि? जस्तै बोर्डले अस्पतालको बिल काटिदियो वा बिरामीले अस्पतालले ठग्यो भन्यो, यस्तो विवाद कसरी समाधान हुन्छ? त्यसको लागि पनि छुट्टै समितिहरूको व्यवस्था छ। जस्तै सेवा प्रदायकले पठाएको दाबी मतलब बिल माथि चित्त नबुझेर बोर्डले भुक्तानी रोकिदियो वा कम दियो भने त्यस्तो भुक्तानी सम्बन्धी विवाद हेर्नको लागि दाबी समीक्षा र मूल्याङ्कन समिति भन्ने छ। अनि बिरामीको गुनासो सुन्ने नि, मैले अस्पतालमा राम्रो सेवा पाइन भनेर उजुरी गरे भने कसले हेर्छ? त्यसको लागि विवाद समाधान समिति भन्ने छ। यदि कुनै बिरामीले आफूले पाएको सेवा वा सेवा प्रदायकको व्यवहार चित्त बुझेन भनेर बोर्डमा उजुरी दियो भने त्यो उजुरीको छानबिन गर्न यो समिति गठन हुन सक्छ। कहाँ उजुरी गर्ने त र कति समयभित्र गरिसक्नुपर्छ? यदि तपाईलाई सेवा प्रदायकको सेवा वा व्यवहार चित्त बुझेन भने त्यो घटना भएको वा तपाईले थाहा पाएको मितिले 90 दिनभित्र स्वास्थ्य बीमा बोर्डमा वा तपाईको पालिकाको दर्ता अधिकारी समक्ष लिखित रूपमा उजुरी दिन सक्नुहुन्छ। 90 दिनभित्र? 3 महिनाभित्र? हो। त्यसपछि बोर्डले आवश्यक छानबिन गरेर दुवै पक्षको कुरा सुनेर निर्णय गर्छ। ल, आज हामीले स्वास्थ्य बीमा नियावली 2075 का धेरै महत्त्वपूर्ण पक्षहरूमा कुरा गर्यौं जस्तो लाग्यो।
कसरी सदस्य बन्ने भन्नेदेखि लिएर के सुविधा पाइन्छ, कति पैसा लाग्छ, उपचार प्रक्रिया कस्तो हुन्छ, के कुरामा बिमा लाग्दैन, अस्पतालहरू कसरी जोडिएका छन्, उनीहरूको जिम्मेवारी के हो, अनि चित्त नबुझे कहाँ जाने, लगभग सबै मुख्य कुराहरू समेट्ने प्रयास गर्यौँ होइन त? हो, निश्चय पनि। यो नियमावलीले वास्तवमै नेपालको स्वास्थ्य बीमा कार्यक्रमलाई एउटा बलियो कानूनी आधार दिएको छ। यसले स्वास्थ्य सेवामा पहुँच बढाउने र उपचार खर्चको कारणले हुने आर्थिक कठिनाइबाट नागरिकलाई जोगाउने एउटा महत्त्वपूर्ण प्रयास गरेको देखिन्छ। बिरामीदेखि अस्पताल र सरकारसम्म सबैको भूमिका र जिम्मेवारी यसले प्रष्ट पार्न खोजेको छ। एकदम। नियम कानून र संरचना त बनेको छ, तर अब एउटा विचार गर्नुपर्ने प्रश्न उठ्छ नि, यी कागजमा लेखिएका राम्रा नियमहरू व्यवहारमा कतिको प्रभावकारी ढङ्गले लागू भइरहेका छन् त? हो, त्यो महत्त्वपूर्ण प्रश्न हो। खास गरी हामीले सुनेका कुराहरू जस्तै बिरामीले समयमै रेफरल नपाउने, कतिपय ठाउँमा तोकिएको औषधि फार्मेसीमा नपाइने, सेवा प्रदायक अस्पतालहरूले बोर्डबाट समयमै भुक्तानी नपाउने जस्ता समस्याहरू कतिको छन्। यस्ता व्यावहारिक चुनौतीहरू पक्कै छन् होला। अनि अर्को कुरा, नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा दुर्गम पहाडको मान्छेले र सहरको मान्छेले यो सेवामा समान पहुँच पाएका छन् त? यी नियमहरूलाई साँच्चीकै सबै नागरिकको हितमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न अझै के कस्ता चुनौतीहरू होलान् र त्यसलाई कसरी समाधान गर्न सकिएला, यो आफैमा एउटा गहिरो छलफल र सोचाइको विषय बन्न सक्छ। एकदमै। नियम बन्नु एउटा कुरा हो, तर त्यसको सफल कार्यान्वयन सुनिश्चित गर्नु अर्को ठूलो चुनौती हो। यसमा निरन्तर अनुगमन, सुधार र सबै सरोकारवाला बीचको सहकार्य आवश्यक देखिन्छ।